नमस्कार सबैजनालाई र आजबाट 2022 सालको एसएससी परीक्षा पनि सम्पन्न भएको छ र विद्यार्थी भाइहरूको स्कुल लाइफ आजबाट सकिएको छ। प्रिय विद्यार्थी भाइ बहिनीहरू, हिजो जस्तो लाग्छ तपाईहरू सानो सानो सपना बोकेर यो विद्यालयमा प्रवेश गर्नुभएको थियो र आज तपाईहरूले ज्ञान, अनुभव, आत्मविश्वासले भरिपूर्ण भएर यहाँ उभिनु भएको छ र विद्यालयका ती रमाइला क्षणहरू, साथीहरूसँगको हाँसो, शिक्षकहरूको मार्गदर्शन, यी सबै सम्झना सधैँ तपाईहरूको मनमा रहनेछन् र आजदेखि तपाईहरूको जीवनको नयाँ दिशा पनि अगाडि बढेको छ। तपाईहरूले आफ्नो विषय छान्नुहुनेछ र कुन फ्याकल्टीमा जानुहुनेछ आफ्टर एसएससी हामीले पक्कै पनि देख्न सक्छौँ र आफ्नो लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ र बिस्तारै बिस्तारै आफ्नो करियर पनि निर्माण गर्नुपर्ने हुन्छ। विद्यार्थी भाइ बहिनीहरूले म के भन्न चाहन्छु भने सफलता एकै दिनमा प्राप्त हुँदैन। यो निरन्तर अगाडि मेहनत, धैर्य धारण, लगनशीलता हासिल गर्नुपर्ने हुन्छ अनि मात्रै तपाईहरूले सफलता प्राप्त गर्नुपर्ने हुन्छ र असफलता भयो भने पनि नडराउनु होला। असफलता भनेको तपाईहरूले सिक्ने अवसर हो। शिक्षा केवल परीक्षा पास गर्नुको माध्यम मात्रै होइन, यो जीवनभरि तपाईलाई मार्गदर्शन दिनेछ र यसले तपाईलाई सही र गलत छुट्याउने, सोच्ने, निर्माण गर्न सक्नुहुनेछ र आज संसारमा शिक्षा तपाईको सबैभन्दा ठुलो शक्ति हो र यसले तपाईलाई आत्मनिर्भर बनाउँछ र उज्जवल भविष्यको निर्माण पनि गर्छ र यसैले जहाँ गए पनि सिक्नु भन्ने कहिले पनि नछोड्नु होला र जीवनमा सफलता हुनुको लागि लक्ष्य, अनुशासन अत्यन्तै जरुरी छ र आफ्नो अभिभावक, शिक्षकहरूलाई सम्मान गर्नुहोस्, साथीहरूको राम्रो साथीहरू छनौट गर्नुहोस्, समयको युटिलाइज गर्नुहोस् र सधैँ पोजिटिभ थिङ्किङ मात्रै गर्नुहोला र आजको साना साना प्रयासले भोलिको दिनमा तपाईलाई सफलता ल्याउने नै छ र आजबाट तपाईहरूको नयाँ जीवनको यात्रा पनि सुरु भएको छ। त्यसको लागि, उज्जवल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र विद्यार्थी भाइ बहिनीहरू, एज ए क्लास टिचर तपाईहरू एक साल कसरी बित्यो त्यो मैले पनि चाल पाएन र एकदमै रमाइलो रह्यो। विशेष गरी मेरो बर्थडे एकदमै रमाइलो गरी मनाइदियो र मलाई लाग्छ तपाईहरूलाई एकदमै राम्ररी सबै टिचरहरूले सिकाउनु भएको छ। मेरो मोबाइलबाट सबैले फोटो खिच्ने, सेल्फी खिच्ने, कति छिटो खिच्थ्यो र कति छिटो सेन्ड पनि आफ्नो व्हाट्सएपमा गर्थ्यो, त्यो चालै पाउँथेन र भिडियो बनाउने तपाईहरूको पनि एउटा सर भिडियो बनाइदिनु न भनेर भनिरहनु भएको थियो र आजबाट तपाईहरू फ्री पनि भएछ। कुनै दिन आउनु होला, पक्कै पनि म तपाईहरूलाई चाहेको जस्तै भिडियो बनाउने छु भन्दै तपाईहरू माझ बिदा हुन चाहन्छु।